रोहित पौडेलले पनि हेर्दा हेर्दै 60 लाखको गाडी जिते होइन त? उहाँले 60 लाखको गाडी त जित्नुभयो, तर त्यो गाडीलाई पूर्ण रूपमा आफ्नो बनाउन भने उहाँले ट्याक्स तिर्नुपर्ने हुन्छ। अच्छा, अनि उपहारमा पाएको गाडीमा पनि के को ट्याक्स हो फेरि? इन्कम ट्याक्स एक्टको सेक्सन 88 को अनुसार आकस्मिक लाभ बापतको भुक्तानीमा 25% का दरले करकट्टी गर्नुपर्ने हुन्छ। तर यदि साहित्य, कला, संस्कृति, खेलकुद, पत्रकारिता, विज्ञान प्रविधि तथा सार्वजनिक प्रशासन क्षेत्रमा योगदान पुर्याए बापत प्राप्त हुने 5 लाखसम्मको पुरस्कारमा भने आकस्मिक लाभ कर लाग्ने छैन। ए, त्यसो भए रोहित पौडेलले पुरै 60 लाखमा 25% को दरले ट्याक्स तिर्नुपर्ने भयो होइन त? त्यसो होइन, पुरस्कार रकम 5 लाख भन्दा बढी छ भने त्यो बढी भएको पुरस्कारमा मात्रै 25% का दरले कर लाग्छ। त्यसैले रोहित पौडेलले पनि कार पूर्ण रूपमा आफ्नो बनाउनलाई 60 लाखमा 5 लाख घटाएर 55 लाखमा 25% का दरले कर तिर्नुपर्छ। लु अब चाहिँ कुरा बुझेँ है मैले।